सम्पूर्ण खुलाल खत्री परिवार प्रति चाहिँ म विशेष अनुरोध गर्न चाहन्छु यो भिडियो मार्फत। आज चाहिँ लगभग कुल पूजा समापन भएको लगभग 2 दिन भइसकेको छ। 2 दिन बितिसकेको अवस्था छ। यो चाहिँ अब खुलाल खत्री कुल्यान पूजा कार्यक्रम चाहिँ समापन भइसकेको चाहिँ अवस्था हो। अब कुल पूजा कार्यक्रम सबै राम्रैसँग समापन भयो। अब आज हिजो र आज गरेर 2 दिन चाहिँ आज 82 31 भयो। हिजो 30 मा पनि सबैलाई चाहिँ उपस्थित सहभागिता जनाइदिनको लागि हार्दिक अपिल गरिएको थियो र आज 2 दिन भइसकेको अवस्था छ। अब यहाँ चाहिँ अहिलेसम्म आज समय अहिले ठिक 11 बजिसकेको छ। अहिलेसम्म पनि यहाँ उपस्थिति चाहिँ नभएको अवस्था छ यहाँ, हैन। अब यो सबै कुराहरू चाहिँ यो लथालिङ्ग छन्। अब यो सबै निकालेर सबै व्यवस्थापन गर्नुपर्ने हुन्छ। अब यो चाहिँ विशेष गरी व्यवस्थापन समितिका अध्यक्षज्यू श्री विनोद खत्री ज्यू समक्ष पनि यो भिडियो पुगोस् र उहाँले पनि यो हेरिदिनु होला, हैन। अब कता हुनुहुन्छ सम्पर्कमा आइदिनु होला। अध्यक्षज्यू नै अलिकता अध्यक्षज्यूले पनि अलिकता सक्रियताका साथ चाहिँ सबैलाई पहल गरेर गर्नुपर्ने देखियो, हैन। भन्दै सम्पूर्ण खुलाल खत्री परिवारप्रति सादर निमन्त्रणा गर्न चाहन्छु। धन्यवाद।